किनाराको प्रश्न कविता सङ्ग्रहबाट प्रगतिवादी कवि तुम्बेहाङ लिम्बुको मैले सकिन शीर्षकमा रहेको कवितालाई उठान गर्दैछु। म कति लेख्न खोज्छु तिमीले भनेका स्वप्निल हरफहरू, म कति उतार्न खोज्छु तिमीले चिनाएका शाब्दिक फुलहरू, तर खै के मिल्दैन कुन्नी। मेरो कविता कहिल्यै त्यस्तो सुन्दर भएन, तिम्रो मन र माया जस्तो कोमल कोकिल भएन। यो त बाङ्गो खस्रो चोसेपो बन्यो, कुकुरको पुच्छार जस्तो बाह्रैमास बाङ्गो। तिमीले भनेका परिकथा सुन्दर राजकुमार र सुनकेशरी रानीको कथा, सुनको दरबार र विलासिताको कथा, त्यो सायद तिम्रो धरातल रहेछ, त्यो सायद तिम्रो धरातल रहेछ। मेरो त चरचर फुटेको ओठ र कुर्कुचा, बेसी खेतमा काम गर्दा गर्दै छोरा जन्माउने आमा, मालिकको कुटाई खाएर ढाड फुस्किएको नोकर, साहुको चर्को ब्याज र ऋणले टुप्पी पुरिएको आसामी, अधियाँ कुदियाँ र त्रिभागीमा भाग्य खोज्ने भूमिहीन किसान, एक मुठ्ठा बोनसको सपना बोकेर रोबोट बाँच्ने कामदारहरू, शब्द शब्दबाट उम्रिएर भावनाका विषालु काँडा र काउसे झुस बन्छन्। नबनुन् पनि कसरी त्यही काँडा र झुसले जीवन फुलको पहरा गर्नुपर्छ। कुसुमकली र दुई पाते सुइरोको संरक्षण गर्नुपर्छ। तब मेरो कविता कसरी तिम्रो सपना जस्तो नरम र मुलायम हुन सक्छ। म सक्दिन प्रिय तिमी जस्तो सुन्दर हरफहरू लेख्न, म सक्दिन तिम्रा आँखा र ओठ जस्ता कामुक कविता कोर्न। मेरा हरेक शब्दहरू औजार बन्छन्, हरेक शिल्पहरू विद्रोह बोल्छन्, हरेक लयहरू नारा घन्काउँछन्, हरेक भावनाहरू विस्फोट दर्शाउँछन्। छेद विच्छेद पारेर ठगी खानेहरूको स्वर्गपुरी अमूल परिवर्तनको बगैँचा लगाउन चाहन्छन्। मलाई माफ गर, मैले सकिन रिट्ठाको बोटमा कागती फलाउन। माफ गर, मैले सकिन रिट्ठाको बोटमा कागती फलाउन।